सम्पूर्णलाई नमस्ते नमस्कार। हजुरहरूलाई गोर्खा राइडमा स्वागत छ। आजको भिडियोमा म तपाईहरुलाई गोर्खा राइडबाट कसरी भेहिकल रेन्टल सर्भिस लिन सकिन्छ भन्ने विषयमा भिडियो लिएर आइसकेको छु। सबैभन्दा पहिले तपाईहरुले गोर्खा राइडमा क्लिक गर्नु होला। गोर्खा राइड ओपन भइसके पछाडि गोर्खा राइड युजर ओपन भइसके पछाडि तपाईहरुले तल जानुहोस् र भेहिकल रेन्टल सर्भिसमा क्लिक गर्नुहोस् र यसमा हजुरले देख्न सक्नुहुन्छ बोलेरो पिकअप रेन्टल 1500 छ, बस बुकिङ सर्भिस छ, प्राइभेट कार बुकिङ सर्भिस 5000 छ। हामी यसलाई हजुरले धेरै प्रकारका यसमा सर्भिसहरू लिन सक्नुहुन्छ। हामी यसमा चाहिँ प्राइभेट कार बुकिङ सर्भिसलाई लिँदैछौँ। यसमा हजुरले कतिवटा चाहनुहुन्छ, एउटा दुईटा तीनटा आफ्नो हिसाबले म्यानेज गर्न सक्नुहुन्छ। मैले एउटा गर्दैछु र प्रोसेस गरिदिनुहोस्। प्रोसेस गरिसके पछाडि यसमा कुन व्यक्तिसँग कुन कम्पनीबाट लिने भन्ने सिलेक्ट गर्नुहोस्। मैले यो राज राईको सिलेक्ट गरेँ। यसमा मैले भोलि राख्दैछु, थर्सडे राख्दै आज वेडनेसडे भोलि थर्सडे राख्दैछु र यसमा सिलेक्ट टाइम स्लटमा क्लिक गर्नुहोस्। मैले भोलि बिहान 6 बजेदेखि 7 बजे भित्रमा अर्डर गर्दैछु। बुक सिलेक्ट गरिनुहोस् र यसमा आफ्नो करेन्ट लोकेसन मैले हालेँ। यसमा तपाईँले आफ्नो लोकेसन पनि हाल्न सक्नुहुन्छ। अरू ठाउँको लोकेसन पनि हाल्न सक्नुहुन्छ। कुनै ठाउँमा गर्नु पर्यो भने मैले चाहिँ आफ्नै लोकेसन हालेको छु र यसमा आफ्नो पेमेन्ट मेथड सिलेक्ट गर्नुहोस्। मैले यसमा क्यास गरिदिएको छु र कन्फर्म बुकिङ गरिदिएँ। ओके साथीहरू, हाम्रो यसमा बुकिङ भइसकेको छ। अब हजुरहरूले कस्टमरले बुकिङ गरिसके पछाडि यो बुकिङ गरेको टाइमहरू लोकेसनहरू हेर्न र त्यहाँ पुर्याउनको लागि कसरी गर्नुपर्छ भन्ने विषयमा मैले भिडियो बनाउन लागिरहेको छु। सबैभन्दा पहिले तपाईहरुले आफ्नो गोर्खा राइड पार्टनर एप ओपन गर्नुहोस्। गोर्खा राइड एप ओपन गरिसके पछाडि तपाईले यसमा भेहिकल रेन्टलमा गएर यो 6 AM देखि 7 AM भित्रमा पुर्याउनु पर्ने एउटा अर्डर रहेको छ। यो पेन्डिङमा छ। यसलाई क्लिक गरेर हजुरहरूले यसमा कल गर्न सक्नुहुन्छ। हेर्नुहोस्, सबैभन्दा पहिला यो एक्सप्लोरर भएर तपाईलाई बुकिङ गर्नु भएको छ। यसमा तपाईले कल पनि गर्न सक्नुहुन्छ र तपाईले यसमा च्याट पनि गर्न सक्नुहुन्छ। यसमा अनलिमिटेड तपाईको फ्री च्याट छ हैन। यसमा चाहिँ तपाईहरुले त्यहाँको लोकेसनहरु कन्फर्म गर्ने अनि कुन टाइममा कुरा गर्ने हैन, उहाँसँग राम्रोसँग कुरा गर्न सक्नुहुन्छ। हरेक कुरा तपाईले मेसेज गर्दै आफ्नो कुराहरू राख्न सक्नुहुन्छ र एड्रेस यता देखाइरहेको छ। यो एड्रेस चाहिँ तालचियल चोक ललितपुरबाट देखाइरहेको छ हैन। यो नेभिगेट बटनमा थिचेर चाहिँ तपाईले उहाँको लाइभ लोकेसन देख्न सक्नुहुन्छ र सिधै जान सक्नुहुन्छ। अनि यता देखाइरहेको छ क्वान्टिटी चाहिँ एउटा हैन, कार प्राइभेट कार बुकिङ सर्भिस गर्नुभएको छ हैन। क्यास चाहिँ उहाँले अनलाइन यता पेमेन्ट मेथड चाहिँ क्यास गर्नुभएको छ र टाइम भनेको चाहिँ 6 AM to 7 AM छ र उहाँले 5000 टोटल अमाउन्ट भएको छ र यसलाई हजुरहरूले एक्सेप्ट गरिदिनु होला। एक्सेप्ट गरिसके पछाडि चाहिँ तपाईँले जानु होला। यो नेभिगेट गरेर बटनमा थिचेर गइसके पछाडि चाहिँ उता पुगेपछि चाहिँ तपाईँले यो अराइभमा थिच्नुपर्ने छ। जबसम्म तपाईँ पुग्नुहुन्छ तबसम्म यो अराइभमा नथिच्नु होला, किनकि अराइभमा पुगेपछि त्यहाँको लोकेसन नदेखाउने हुन्छ। अराइभमा थिचेपछि चाहिँ तपाईले अब चाहिँ ठिक पुगिसके देखाउँछ। अनि यो स्टार बटनमा थिच्नुहोस्। जब तपाईको स्टार बटन थिचेपछि चाहिँ त्यहाँ एउटा भेरिफिकेसन आउँछ। त्यो भेरिफिकेसन कोड चाहिँ एउटा कस्टमरसँग तपाईले माग्नुपर्ने हुन्छ। कस्टमरकोमा भेरिफिकेसन आउँछ, जसलाई तपाईले यसमा इन्टर गरेर तपाईले सुरु गर्न सक्नुहुन्छ। जब तपाईले इन्टर गरेर अब चाहिँ तपाईको सुरु हुन्छ। तपाईको सर्भिस चाहिँ सुरु हुन्छ 1 घण्टाको लागि। अब चाहिँ जब उहाँले युज गर्न सक्नुहुन्छ, तपाईको सर्भिसको टाइम सकिन्छ, त्यस पछाडि तपाईले यो इन्ड बटनमा थिच्नु होला। इन्ड बटनमा थिचेपछि पछाडि चाहिँ यसमा तपाईहरुले देख्न सक्नुहुन्छ कति तपाईले पेमेन्ट गरेको, पेमेन्टलाई र कम्प्लिट गरिनुहोस् र यसमा हजुरले आफ्नो रेटिङ दिनुहोस्। मैले 5 स्टार दिएको छु हैन। हजुर यही तरिकाले हजुरले राम्रोसँग सर्भिसहरू बुकिङ गर्न र तपाईले सर्भिस दिन सक्नुहुन्छ।
थ्याङ्क यू सो मच।